आज शनिबार हामी 5 जना घाँटी छिना जाने बाटोभन्दा थोरै वर सुन्दर ठाउँमा कराई खाने योजना रहेको छ र सोही अनुरूप जाँदैछौँ। घरबाट हिँड्ने बेलामा मौसम नराम्रो भएकोले पानी पर्न सक्छ, बाटोमा भिजिन सक्छ भनेर नजाने कि भन्ने मलाई लागिरहेको थियो। तर सीतामाझी र विद्यामाझीको जोडले जानियो भनिसकेपछि हामी ल भनेर हल्का रेनकोट ओढेर भए पनि आएका थियौँ। तर यता आइसकेपछि मौसम राम्रो भएको छ र अब दाउरा खोजेर त्यसपछि आगो बालेर अब हामीले पकाउने कुराहरू, मिठो मिठो खानेकुराहरू पकाउने तयारीमा जुट्दैछौँ। माझीले भाँडो पसाल्ने, पकाउन ओर्न अग्रसर हुनुभएको छ सीतामाझी र हामी सबै उहाँलाई सहयोग गर्दैछौँ। र आजको स्वामीजी, हजुर हामी कहाँ छौँ? हामी यो चाहिँ घाँटी छिना जाने बाटोमा अलिकति वर छौँ। हो हो First of all, you have to chop like this, okay? Yes. And here is some sticky particles. And we need to soak it in the water. Look at this one.
पानी फाल्नुपर्छ कि नजी एकचोटि पानी हाल्ने फाल्ने हाल्नु न माउरो नि कति राम्रो भएको मासु होइन चटनी कस्तो भएछ माझी तपाईँको चटनी क्या त्यो आँपको आजको खाना यति मिठो खाइयो कि यो सधैँ सम्झना रहनेछ। तरकारीहरू पनि हाम्रो भेराइटी धेरै बनाउनु भएको थियो र घिउ हालेको भात, तरकारीहरू, चटनी यस्तो मिठो भएर खाइयो कि यो सधैँ याद रहिरहनेछ। यस्तो पनि आउँदो रहेछ। प्रकृतिलाई निहार्ने, गीत गाउने, कवितामा सत्सङ्ग गर्ने गरेर आजको हाम्रो यो सुन्दर अनुभव लिएर फर्किँदैछौँ। अहिले फर्किरहँदा लेक साइडको यो फुड ट्र्याकमा एकछिन बस्ने र यहाँको सौन्दर्यता हेर्ने कि तालको भन्ने सोच भयो र सीतामाझी र सरस्वामी अलि आतुरी भएकोले उहाँहरू नरोकिकन जाने सोच बनाएर अगाडि बढिसक्नुभयो र हामी डिलुमाझी, विद्यामाझी र म यहाँको दृश्यहरूलाई पिउँदै यहाँ ध्यानस्थ भएर बस्ने सोचले रोकियौँ। आज यहाँ धेरै विदेशीहरू जम्मा भएको देखिन्छ। उनीहरूको कपडामा चाहिँ प्रेम अष्टाङ्ग योग भन्ने लेखिएको छ र उनीहरूले अनेक योगका आसनहरू गरेको रमाइलो यहाँको देखिरहेको छ।